सभामा निर्वाचन माग्दा उही झलनाथ खनालले, मेरा श्रद्धेय नेता झलनाथ खनालले इलामको साखेजुङ वरिपरिको कामी दमाई सार्कीसँग पनि भोट मागेका थिए, लिम्बूहरूसँग, गुरुङहरूसँग, तामाङसँग नि भोट मागेका थिए। माथि गएर तिनै मतदाताका विरुद्धमा संविधान बनाउन खोजेपछि, मेरो विरुद्धमा संविधान बनाउन खोजेपछि विजय सुब्बा भन्ने एउटा लिम्बूको छोराले आफ्नो विरुद्धमा काम गरिरहेका जुन कुनै खनाल नेपाल कोइरालाको विरुद्ध त लाग्नुपर्छ। मलाई धेरैले भन्नुहुन्छ होला यो एमालेको मान्छे, कम्युनिस्ट पार्टीको मान्छे जातीय कुरा गर्यो। मलाई कसैको कुनै आरोपको चिन्ता छैन। एउटा गरिब दलितको छोरालाई सधैँ दलितै भएर बसोस् म भन्न सक्दिनँ। त्यो दलितले राई लिम्बू जस्तो हुन सक्नु पाउनु पर्यो। अनि दलित र राई लिम्बू जस्ता सारा जात जातिहरूले ब्राह्मण क्षेत्री सरह हुन पाउनु पर्यो। तर कम्युनिस्ट पार्टीमा लाग्ने कम्युनिस्टका नेता भनाउँदाहरूले आफ्नै पार्टीभित्रका दलितलाई कहिले पनि ब्राह्मण क्षेत्री नबनाउने रे, राई लिम्बूहरू मधेसीहरूलाई खस आर्य बराबर नबनाउने रे। अनि कसरी सहन सकिन्छ? म तपाईहरुसँग सोध्न चाहन्छु। पत्रकारहरूले हामीलाई सोध्दा, अन्तर्वार्तामा कुरा गर्दा एउटा प्रश्न तेर्स्याउने गर्नुहुन्छ, तपाई कम्युनिस्ट भएर किन यो जातीय कुरा गर्नुहुन्छ? अनि मैले उल्टै सोध्ने गरेको छु, कम्युनिस्ट भएर झलनाथ खनाल र माधव नेपाल खड्का ओलीले चाहिँ हाम्रो विरुद्धमा किन बोलेको अरे त? सोझो हिसाब, सोझो उत्तर, सोझो हिसाब, सोझो उत्तर। अहिले तपाई हामीमाथि अहिलेका पार्टीहरूले नेपाली कांग्रेसका सुशील कोइरालाहरूलाई हामीमाथि गरिएको जस्तो व्यवहार गर्यो भने, अर्थात् नेपाली कांग्रेसले सुशील कोइराला, शेरबहादुर देउवाहरूलाई तपाई हामी माथि गरिएको व्यवहार जस्तै गर्यो भने सुशील कोइरालाले सबैभन्दा अर्को नयाँ पार्टी खोलि सक्छन्। झलनाथ खनाल, माधव नेपाल, खड्का प्रसाद ओलीले तपाई कुनै नेम्बाङ, कुनै दलितहरूमाथि अहिले जे भइरहेको छ यस्तै व्यवहार नेकपा एमाले खड्का ओलीहरूमाथि, झलनाथ खनालहरूमाथि गर्यो भने उहाँहरू हामी मुनि बस्नुहुन्न। एउटा सानो रमाइलो कथा सुनाउँछु म। जति बेला म संसदमा थिएँ, संविधान बनाउने कुरा भयो, आईएलओको भाषण गर्ने कुरा भयो, मैले त्यसै बेला भने रोस्टरबाट तपाईहरूले गरेको ब्राह्मण क्षेत्री जातिहरूभन्दा बाहेकका जातिहरूलाई गरेको तपाईहरूको व्यवहार हेर्ने हो भने, त्यो महसुस गर्ने हो भने तपाईहरूको घाँटी छिनाउँदै हिँड्नु पर्छ हामीले। तर यो लिम्बूको छोरा माननीय भएर त्यहाँ रोस्टमबाट बोलेको बेला यो बोल्दैन। किन बोल्दैन भने यो ठाउँमा तपाई जस्ता बुद्धिजीवी मान्छेहरू आउनु भएको छ, वर्षौं वर्ष राजनीति गरेर आउनु भएको छ। तपाईलाई बुझाउनको लागि खुकुरी चलाउनु पर्दैन। तर यदि अझै पनि पुरानै राजा महेन्द्रको शासकीय सोचबाट यो देशलाई चलाउने तपाईको सपना छ भने त्यो सपनाका मार्फत तपाईहरुमाथि तिरस्कारका गोली चल्न थालेपछि अनि समाज के हुन्छ? अघि कुरा आइसक्यो, सधैँ हामीले सहने होइन, हामीले नसहने दिन आएपछि यो दमक के हुन्छ? प्रश्न छ। दमकमा यदि जातीय हिंसा भड्कियो भने, कैलाली कञ्चनपुरमा थारूहरूमाथि गरिएको जस्तै व्यवहार यहाँ हिजो नारा लाउनेहरूले देखाए भने के हुन्छ भविष्य? तपाईहरुलाई थाहा छ, मैले भन्नु पर्दैन। हामी जहिले पनि इमानदार राजनीति गर्छौं। ब्राह्मण क्षेत्री समुदायभित्र 20% असल मान्छेहरू हुनुहुन्छ भने मुस्किलले 10% खराब मान्छे हामीसँग छन्। त्यसैले तपाई र हाम्रो तुलना हुँदैन। तपाईहरूले अहिले पनि
पुरानै ढङ्गले हामीमाथि शासन गर्ने सपना सगाल्नु भएको छ भने अब सिद्धियो। हिजो नारा लाउने साथीहरू हो, तपाईहरूको नाराले कसैलाई काट्दैन, काट्छ बरु तिनीहरूकै घाँटी। जति बेला हाम्रा प्रतिरोधका हातहरू मुठीहरू माथि उठ्न थाल्छन्, कसैले जब ज्यान माया मार्छ तब जे पनि हुन सक्छ। हामी मिलेर बस्न चाहन्छौँ। हामी कुनै पनि जातिले अन्याय भन्दैनौँ। अहिले नयाँ नेपालको लागि संविधान बन्ने क्रममा माथि बसेर हाम्रो भोट लिएर माथि जाने अनि हाम्रै विरुद्धमा संविधान बनाउने तपाईहरुलाई अधिकार छैन। म आजभोलि सुन्दैछु राज्यको पुनर्संरचना चाहिँ अलिक पछाडि गर्ने रे, त्यो जनमत संग्रहमा जानेहरूले। कसले भन्यो तपाईहरुलाई यो कुरा? कसले सिकायो? उदय सुब्बाले परबाट हिन्दी भाषामा सिकायो कि कसले सिकायो? हामी सोझा सिधा सादा मतदाताहरूले त तपाईहरु 2 वर्षमा संविधान बनाउनुहोस् भन्यौ, 2 वर्षमा बनाउनु भएन। म्याद थप्ने बेलामा 20% बाँकी छ, 80 हामीले सिध्याए भन्नुभयो। तर त्यो 20% अहिलेको सेकेन्डसम्म किन छ भने तपाईहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नेता भनेर भन्नुपर्ने अवस्था आएन। तपाईहरुले अहिलेसम्म त्यो हामीसँग मात्रै जोडिएको 20% संविधानका महत्त्वपूर्ण विषयहरू अहिलेसम्म त्यसका विरुद्धमा तपाईहरु काम गर्दै हुनुहुन्छ। र अब पनि मैले अब लामो बोल्नु छैन, अब पनि पहिचान सहितको संघीय प्रदेशको कुराहरू मात्रै गरेका छौं। यी प्रदेशहरूको 14 प्रदेश भनौं संविधान सभाको प्रारम्भिक काम, 14 प्रदेशको कुराहरू आएन भने तपाई विस्तारै तपाईहरुको पार्टीहरूलाई सम्मानित भाषामा खस आर्यहरूको पार्टी बनाउँदै हुनुहुन्छ। मैले किन भन्नु म पार्टी छोड्छु भनेर? तपाई एमाले कांग्रेस माओवादीहरूले किन भन्ने म पार्टी छोड्छु भनेर? भन्नु पर्दैन। आफै अहिले भएका हाम्रा पार्टीका नेताहरूले आफ्नो पार्टीहरूलाई पद प्रतिष्ठा र ओहदाको प्रयोग गरेर सिंगो ब्राह्मण क्षेत्रीको लागि मात्रै प्रयोग गर्दछन् भने, त्यो हाम्रो लागि होइन भन्ने देखाउँछन् भने, अनि हाम्रो लागि होइन रहेछ भने त हामी किन बस्ने? मेरो राम्रो नेताहरूलाई सुझाव, आजसम्म संविधान नबन्नको कारक तपाईहरु, संक्षिप्त संविधान जो संरचना बेगर आयो भने त्यसको कारक पनि तपाईहरु, संविधान बनेन भने त्यसको कारक पनि तपाईहरु, संविधान नबनेको कारणले देशैभरि जातीय दंगा फैलिएर तपाईहरुको कारणले देश टुक्रा टुक्रा भयो भने त्यो पनि त्यसको कारण तपाईहरु। अनि हामीले धेरै बुझ्नुपर्ने विषय नै छैन। अहिले नेपालको अन्तरिम संविधान 63 ले सिधै भनेको छ मधेसी लगायतका अन्य जातिहरूको स्वायत्त प्रदेशको चाहनालाई ध्यानमा राख्दै राज्यको अग्रगामी पुनर्संरचना गर्ने। ठिकै हो, तर त्यही संविधानका विरुद्ध माथिका हाम्रा कम्युनिस्ट भनिएका नेताहरूले गैर कम्युनिस्टहरूसँग मिलेर अभूतपूर्व जातीय एकता कायम गरेर हाम्रा विरुद्धमा जे काम गर्दैछन् यो बडो दुःखलाग्दो विषय छ। कहिलेकाहीँ हामीलाई भन्छन् विषय तैँले किन जातीय कुरा गर्छस्, तँलाई त हिजो अस्ति मात्रै हो। जति बेला मधेसी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाहरू मिलेर सही गरे तपाईहरुलाई थाहा छ। तिनीहरूलाई त त्यही माओवादी प्यारो भएछ नि। मलाई नेकपा एमालेका खस आर्य मूलका केन्द्रीय कमिटी सदस्यको प्रश्न, मैले भने 40 वर्ष लागेको मेरो पार्टीले मेरो विरुद्धमा कुरा गर्छ भने, अनि मेरो पार्टीको नेताहरूले कम्युनिस्ट भएका नेताहरूले गैर कम्युनिस्ट नेतासँग संविधान सभामा जातीय एकता गर्छन् भने ती नेताहरूको जातीय एकताका विरुद्धमा हामीले एकजुट हुने अवसर आयो, दिन आयो। त्यो बाध्यता हामीलाई नेताहरूले गराए। अब हामी एकजुट हुन्छौँ। 9 चोटि संविधान सभाको बैठक सर्यो। किन सर्यो?
किन सर्यो भने मतदानमा जाने बित्तिकै अहिले त बहुमत अल्पमतको मात्रै कुरा छ। मतदानमा जाने बित्तिकै तपाईँ हामीले चाहेको सबैको लागि हितकारी लिम्बुवान आउने सम्भावना त्यसको पक्षमा मत हुन्थ्यो। तर मतदान हुने बित्तिकै आफू हार्ने डरले यस लिम्बुवानको भोट पाएर नेता भएका ब्राह्मण क्षेत्रीय नेताहरूलाई त्यो मन परेन र उनीहरूले मतदानमा यो अहिलेको सवालहरूलाई लाने इच्छा जाहेर गरेनन् र आजभोलिको मतदान गराउने कुराहरूलाई बहुमत अल्पमतले भोटिङमा लग्यो भने हामी जित्ने थियौँ। त्यो जितिसकेपछि उता पछि संविधानको अन्तिम रूपको बेला 2/3 मत चाहिन्छ। अस्तिको सभासदहरूको ककस र अरू मोर्चाबन्दीको कारणले 2/3 पनि हाम्रो पक्षमा थियो। त्यसले हाम्रा नेताहरू तिलमिलाए। नेताहरूलाई अब डर भयो कि एकल जातीय पहिचानको उल्लेख भएको संविधान आउने। त्यसैले उनीहरूले फेरि पनि 9औं चोटि फेरि 10औं चोटि र संविधान नल्याउन सक्छन्। संविधान आएन भने त्यस पछाडिको विद्रोह भनेको त्यो विद्रोहले सबैलाई बढार्छ र तपाईँ हाम्रा विरुद्धमा काम गरिरहेको नेतालाई त सबैभन्दा पहिले बढार्नुपर्छ।